नमस्कार साथीहरू। सेयर बेचेपछि जब तपाईँ आफ्नो मोबाइल वा कम्प्युटरमा यस्तो इन्भोइस अथवा बिल हेर्नुहुन्छ तब तपाईँलाई पनि अलि बुझ्न गाह्रो भइरहेको होला कि यसमा कति कति पैसा र कसरी काटेको छ। यो बिलमा राम्ररी हेर्नुभयो भने नेप्सेको कमिसन र अरू चार्जहरू त अलिक कमै देखिन्छ, तर यहाँ एउटा कोठा वा कलम छ जहाँ लेखिएको छ सीजीटी अर्थात् क्यापिटल गेन ट्याक्स र यसमा सबैभन्दा बढी पैसा ट्याक्सको रूपमा काटिएको देखिन्छ। सुरुमा मैले पनि यस्तो बिल हेर्दा मलाई लाग्थ्यो यो सबै पैसा नेप्सेले नै ट्याक्सको रूपमा लिइरहेको छ, तर पछि अलि अध्ययन गर्दा मलाई के थाहा भयो भने नेप्सेको चार्ज र ब्रोकर कमिसन एकदमै छुट्टै हुन्छ अनि हामीले सेयर बजारबाट जुन नाफा कमाउँछौँ त्यो नाफाबाट सरकारले सिधै हामीसँग यो सीजीटी ट्याक्स लिने गर्छ। त्यसैले आजको यस भिडियोमा हामी एकदमै सजिलो भाषामा बुझ्नेछौँ यो सीजीटी के हो र यसको नयाँ नियम र करका दरहरूमा के परिवर्तन आएको छ, किनभने केही दिन पहिले मात्र आएको नयाँ बजेट भाषणमा सरकारले यसलाई परिवर्तन गर्न निर्णय गरेको छ। पुरानो नियम र नयाँ नियममा के फरक छ यो भिडियोमा हामी पुरै कुरा बुझ्नेछौँ। आउनुहोस् भिडियो सुरु गरौँ। सबैभन्दा पहिला एकदमै सरल भाषामा बुझ्छौँ यो सीजीटी अर्थात् क्यापिटल गेन ट्याक्स भनेको के हो। यसलाई नेपालीमा पुँजीगत लाभ कर भनिन्छ। सजिलो गरी भन्दा तपाईले कुनै पनि सम्पत्ति आफूले किनेको मूल्यभन्दा धेरैमा बेच्दा भएका खुद नाफा प्रफिटमा लाग्ने कर नै पुँजीगत लाभ कर हो। यहाँ एउटा कुरा एकदमै ध्यान दिएर बुझ्नु होला, सरकारले तपाईको कुल पैसामा कर लगाउने होइन, मात्रै तपाईलाई भएका नाफामा कर लगाउने हो। यसलाई एउटा सानो उदाहरणबाट बुझ्नेछौँ। मानौ तपाईले कुनै कम्पनीको सेयर 10,000 रुपियाँमा किन्नुभयो, त्यसको भाव बढेर 25,000 पुग्यो र तपाईले त्यो सेयर बेच्नुभयो। अब तपाईको हातमा 25,000 रुपियाँ आए पनि तपाईको वास्तविक नफा भनेको 25,000 होइन, तपाईको वास्तविक खुद नफा भनेको 15,000 रुपियाँ मात्रै हो। सरकारले कर यही 15,000 नफामा मात्रै काट्न, कुल 25,000 मा होइन। नेपालमा यो कर मुख्य गरी दुईटा ठाउँमा सबैभन्दा धेरै लाग्छ। पहिलो शेयर बजार र दोस्रो घर जग्गाको कारोबारमा। अब धेरैको मनमा प्रश्न उठ्न सक्छ, हामीले आफ्नो गोजीको पैसा हालेर बजारमा यत्रो जोखिम लिएर कमाएको नफाबाट सरकारलाई किन कर बुझाउने? यसका दुईवटा सजिलो कारण छन्। पहिलो कारण, कुनै पनि सम्पत्ति वा सेयरको मूल्य केवल हाम्रो आफ्नो प्रयासले मात्र बढ्दैन। देशको समग्र विकास, प्रविधि र बजारको वृद्धिका कारण पनि यसको भाव बढेको हुन्छ। त्यसैले देश चलाउन, बाटोघाटो बनाउन र विकासका काम गर्न सरकारले यो नाफाबाट थोरै कर लिन्छ। दोस्रो कारण हो बजारलाई सन्तुलनमा राख्न। यदि बजारमा कुनै कर नै नहुने हो भने मानिसहरूले जथाभावी सेयर वा जग्गा किनबेच गरेर बजारलाई अस्थिर बनाउन सक्छन्। लामो समयसम्म लगानी गर्नेहरूले सुरक्षित हुन र जथाभावी बजार नबिग्रियोस् भनेर संसारभर नै यो कर लगाइन्छ। अब आऊ यो भिडियोको सबैभन्दा मुख्य भागमा। नयाँ बजेटले पहिलेको करको नियमलाई कसरी परिवर्तन गर्यो आउनुहोस् प्रश्नसँग बुझ्छौँ। र यो नयाँ नियम नयाँ आर्थिक वर्षको साउन 1 गतेदेखि पूर्ण रूपमा लागू हुँदैछ। पहिलो, शेयर बजार। शेयर बजारमा मुख्य गरी दुई थरी लगानीकर्ता हुन्छन्। छोटो समयका लागि शेयर किन्ने सर्ट टर्म र लामो समयका लागि होल्ड गर्ने लङ टर्म। 1 वर्षभित्रै बेच्दा एज अ सर्ट टर्म, पहिलो तपाईले शेयर किनेको 1 वर्षभित्र बेच्नुभयो भने नफामा 7.5% कर लाग्थ्यो, तर नयाँ नियम अनुसार अब यसमा 2.5% बढाएर सिधै 10% बनाइएको छ। 1 वर्षभन्दा बढी राखेर बेच्दा एज अ लङ टर्म, पहिले 1 वर्षभन्दा बढी समय होल्ड गरेर बेच्दा मात्रै 5% कर लाग्थ्यो भने अब नयाँ नियममा यसलाई पनि 2.5% बढाएर 7.5% पुगाइएको छ। अर्थात् शेयर बजारमा समग्र रूपमा करको दर बढेको छ। दोस्रो, घर जग्गा एज अ रियल इस्टेट।
घर जग्गामा पनि सरकारले करको दर बढाइएको छ। 5 वर्षभित्र बेच्दा पहिले यदि जग्गा वा किनेको 5 वर्षभित्रै बेच्नुभयो भने नफाको 5% कर लाग्थ्यो, जसलाई अब बढाएर सिधै 10% बनाइएको छ। यदि 5 वर्षभन्दा बढी समय राखेर बेच्नुभयो भने पहिले मात्र 2.5% कर लाग्थ्यो भने अब त्यसलाई बढाएर 7.5% पुगाइएको छ। कर बढेको सुन्दा सुरुमा हामी सबैलाई अलि नराम्रो लाग्न सक्छ, तर यसको एउटा राम्रो र सकारात्मक पाटो पनि छ जुन हामीले बुझ्न जरुरी छ। सरकारले यो करलाई पूर्ण रूपमा फाइनल ट्याक्स अन्तिम कर भनेको छ। यसको मतलब तपाईले शेयर वा जग्गाबाट जतिसुकै नफा कमाउनुहोस्, यो नफा तपाईको व्यक्तिगत आम्दानी वा जागिरको तलबमा जोडेर फेरि वर्षको अन्त्यमा ठुलो कर तिर्नु झन्झट हुँदैन। तपाईले शेयर वा जग्गा बेच्ने बेलामा यो कर काटिन्छ र सरकारप्रतिको तपाईको दायित्व त्यही सकिन्छ। यसैले गर्दा आगामी दिनमा बजारमा करको नियमलाई लिएर कुनै दोधार वा अन्यल हुने छैन। संक्षेपमा भन्दा नयाँ बजेटले करको दर त केही बढाइएको छ, तर नियमलाई एकदमै प्रशस्त र सहज पनि बनाइएको छ। साउन 1 गतेदेखि लागू हुने सरकारको यो नयाँ कर नियमप्रति तपाईको विचार के छ? यसले हाम्रो शेयर बजारलाई कस्तो असर गर्ला? तर कमेन्ट बक्समा आफ्नो विचार पक्कै लेख्नुहोला। यदि यो भिडियोबाट तपाईले केही नयाँ कुरा सिक्न पाउनुभयो र सजिलो लाग्यो भने एउटा लाइक गरिदिनुहोला। शेयर बजार, लगानी र पैसा सम्बन्धी यस्तै कुराहरू एकदमै सजिलो नेपाली भाषामा बुझ्नका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा फेरि भेटौँला।